अब टेन्टको काम पनि सुरु भइसक्यो। हाम्रो टेन्ट आइसक्यो गाडीमा। यता हाल्ने अरे यहीँ बिहेको घर त्यहाँ टेन्ट हुने यहाँ बिहेमा चाहिँदो रहेछ यो बोक्नु पऱ्यो। आफ्नो बिहे कहिले कसले बोक्ने थाहा छैन, आफैले बोक्ने हो कि। हाई गाइज, वेलकम टु माई न्यू भ्लग। के छ खबर? सन्चै हुनुहुन्छ? होप सन्चै हुनुहुन्छ। म पनि सन्चै छु। अनि यहाँ माहौल तताउने भनेको यो घरमा बिहे छ। यो घर भनेको त्यो गोविन्दको घर हो। किरा सिरा यहाँ आइसक्यो। माइ जुत्ता रोटी हाल्ने रेडी भएर आइसक्नु। खाली खुट्टै हिँड्नु भएको। हाम्रो घर चाहिँ उति है त्यो घर। अनि यहाँनिर चाहिँ बिहे चाहिँ भोलि। यता घर हाल्दा हुँदैछ फेरि के सब यता ढकाल बसिरहन अटोवाला। अब यहाँ यसो बिहेको डेकोरेट हान्नु पऱ्यो कडावाला। रमाइलो छ जे होस्। बिहेको रौनक सुरु भएको भर्खर। के छ? हाई भन बाबालाई। बाबालाई हाई भन। हाई भन बाबा भन। बाबा भन। बाबा भन के उहाँ हेर्छ तेरो बाबाले। रोटी सुरु भइसक्यो। ल छिटो हालो हालो। 3 चुलामा कति पाक्छन्? ल नवीन दाई भाउजू त्यही हुनुहुन्छ। छोरोलाई त देखाइदिइसके। अब हाम्रो यहाँ यता गेट बनाउने काम सुरु हुन्छ। गोविन्द यहाँ बाल मैले काटिदिएँ अघि। चट्टो। अब हाम्रो गेट यहीँ सुरु हुन्छ। त्यो काम भ्याइसक्यौँ हामीले। ल जाम त हामी एकताल के ल्याएर आऊँ भनेपछि सल्लो ल्याउनु जाम बनेदैछ। मेरो 3 जना लागिसक्यौँ उकालो। किनभने त्यो सल्लाह ल्याउन गेटमा हाल्छन् नि त हाम्रोतिर। अब हजुरहरूकोतिर के हाल्छन् थाहा छैन। कसैकोतिर पराल सराल के हाले पनि देख्थेँ। तर हाम्रोतिर सल्लाह हाल्छन्। बिहे चाहिँ भोलि हो। उयो गोविन्दको दिदीको। यिनको पवन यिनको फेरि दाईको। यिनको दाईको उसको चाहिँ दिदीको। 2 जनासँगै हिँड्यो। अनि यही हो। हामी फिलहाल सल्लाह ल्याउनु जान्छौँ। अब उतै ठुल्ठुला बुट्टा हुन्छ फेरि यतातिर सल्लाहको। अब रुखमा चढ्ने मै होला। गाह्रो छ जामै त। उकालो सल्लो भाँडामा आइयो। केटाहरू पछाडि छन् गुवादेहरू। बिहेको सिजन छ पुरा। यसको पनि काट्न त त्यहाँ छ। यो सल्लो अलिकति काट्यो। अया सुर्खेत भ्यू चाहिँ यहाँबाट मस्त देखिन्छ पुरै। बवाल छ। सबै देखिन्छ क्या। ओरादेखि परसम्म सबै देखिन्छ यहाँदेखि। सिधा बाहिर जानै पर्दैन। काँडा बिजेर ब्लोड आइसक्यो यहाँ। रगत सो जाउँ अब त्यो बुटामा सल्लो काट्न। कसले काटेर रहेछ आधा। म पनि जान्छु र आधा काटिदिन्छु। झार्दैछु सल्लो। रुख जानुको पनि तार्जनै हो नि त। त्यही भएर अब झारेर एकछिनमा तल आइहाल्छु। त्यही बेलासम्म तपाईँहरू यसो पवनसँग रमाइलो गर्नुहुन्छ। चिन्ता नमान्नु भन्न। पवनसँग रमाइलो गर्ने मान्छे पढ्यो। त्यो देखा त्यो गोपीको ससुराली गरे पछिको यता होइन कि यता। अनि त्योभन्दा अलि ओल्तिर नारायणको छ यहीँ। कोहीलाई फेरि उ गर्ला। डिप्रेसनमा कोही नजानु। अनि मेरो ससुराली त छैन। म आजभोलि फेरिमा हो। हामी यो सल्लो ल्याएर आइसक्यौँ। अब जाँदैछौँ। सल्लो भनेको यही हो। अब धेरै जसोलाई त थाहा होला। कोही हुनुहुन्छ भने नथाहा भएकोलाई भन्छ हाम्रो सल्लो त्यही भन्छ। यो सल्लो पनि धेरै प्रकारको हुन्छ भन्छन्। कतिपय त थाहा छ मलाई पनि। बिहेमा चाहिँदो रहेछ यो बोक्नु पऱ्यो। आफ्नो बिहे कहिले कसले बोक्ने थाहा छैन, आफैले बोक्ने हो कि। अनि
छिमेकीको बिहेमा चाहिँ बोकाइ चलिरहेको जे होस्। चाहिँ चौकीदारको र यो उपभोक्ता बिच कुरो भइरहेको उपभोक्ता सबभन्दा यो छ यो पिपलको पात पुरा रुखै तलबाट गिनिन्छ। एक नम्बरको हरामी यो भने पाउने मुला साग यसलाई भन्ने यो यता रोटियालाई भइरहेको हामी त के गराउँदैछ परे भेना गेट बन्दैछ यता गेट बनाउँदैछ बोका दाडीवाला त्यो ल्याइसक्यो मैले अक्षर ल्याएको गफ नगरो मेरा बाबु रोटी हालेका रे तेल धेरै खान्छ रोटी त दान गुली हाले खाऊ सर तिमीहरूले रोटी हो भने यता काम चलिरहेको के सबको यता अब यहाँ हाम्रो काम चल्छ यो गेट बनामै चल्छ रौनक भइरहेको हाम्रो यहाँ गेटको बनाउँदैछौँ हामी भेना केही भन्नु छ के भन्नु छ लगभग भइरहेछ कसको बिहा रे पुरान र करेल र बालिका को बिहा यो घरमा अनि लमी जस्तो पुरा उपर उठालेर बस्या हुँदै के यहाँ कति म त्यति पनि अझ मैले गरिदिएँ त्यही पनि तिमीहरू उता पनि घाम हुन्थ्यो अहिले पाल ल्याउन हालिदिन्छु म अझ पनि जब टेन्टको काम पनि सुरु भइसक्यो हाम्रो टेन्ट आइसक्यो गाडीमा यता हाल्ने अरे यहीँ बिहेको घर त्यहाँ टेन्ट हुने यहाँ चिसो पानी चाहियो अरे भेना के चाहियो अरे पानी खानु पर्यो के गर्नु पर्यो तिमीलाई पानी ल्याउनु पानी खानु पर्यो कस्तो पानी मलो पानी सादा पानी शरबत पानी लाग्यो सुगर छ गाह्रो राता खान्छ टेन्ट लाग्दैछ जे होस् हाम्रो त्यस्तो गाइस टेन्सन भइसक्यो यहाँ तास खेलाइ भइरहेको बिहेको काम पनि भ्याएर बिहे भोलि हो हामीले बिहेको कामसाम भ्याएर पनि भोलि चाहिँ बिहे हो स्पेसल्ली आज चाहिँ कामसाम लगभग भ्याइसक्यौँ अनि हाम्रो फेरि आज पनि सुनसा कटेज मतलब थारू कटेजमा त धेरै जुवाई भइरहेको त हाम्रो अगाडि दुईजना पनि अस्ति यही राथ्यो कि नै खै अनि हामी दुईजना मैले ढलानको दिन पनि एकजना पछाडि आउँदैछन् 5 जना जाँदैछन् सोनिसा कटेज मतलब थारू कटेज पुग्यो यहाँ नजिकै हो गोरु बाँध्यो अनि त्यहाँनिर यता ठाउँ दामी छ भेना त्यहाँ कोसँग गफान लाँदै भेना आएछन् कि काठमाडौँदेखि त्यहाँ गफान लाँदै तिनी उतै कता गायब भइगयो आउँदै आएछ नि त्यही भएर मलाई कुरेर बसिरहन् यताबाट आउने हुन् अनि जाने हामी यता उयानिर भेनालाई कुरिराखौँ आउँदै आएन 4 जना आएछौँ तिनी आउनु बाँकी छ वेट गरौँ है अझै अहिले आउँछन् वेटिङमा छौँ खानाको यहाँ यस्तो बबाल रहेछ क्या यो म त यो आर्टिफिसियल भनेको थिएँ यो नेचुरल रहेछ क्या तर बबाल के आमा खतरा नेचुरल हो क्या गाइस दम पऱ्यो म त ल अब खाना आउँछ अनि भेट्छ हाम्रो थमे दादासँग हामी खाजाको अर्डरमा छौँ भेना अर्डर गर्दैछन् कति ढिलो गरे भइसक्यो तर के गफाने सुगाइ चल्छ सुत्ने बेला भइसक्यो अनि त्यही उता अलिअलि डान्स भइरह बिहेतिर अलिअलि काम गरियो खासमा स्पेसल्ली भोलि मैले भनिसकेँ बिहे त्यही पनि हल्का फुल्का रमाइलो ल भिडियो मन पऱ्यो भने लाइक गरिदिनु होला च्यानललाई सब्सक्राइब गर्नु होला आजलाई यति नै बिहेको भोलि भ्लग चाहिँ भोलि आउँछ।